माननीय सभामुखज्यू, अब सुन्ने समयको सद्विवेक गरिहालौँ भनेर हजुर माननीय सभामुखज्यू, अब सुन्ने समयको सद्विवेक गरिहालौँ भनेर हजुर माननीय सभामुखज्यू, हुम्ला जिल्लाको ग्रामीण रोडहरू धेरै रोडहरू अधुरा छन्। अब यो बजेट बनाउने अवस्था आइरहेको छ र ती अधुरा रोडहरूलाई विशेष बजेटको व्यवस्था गर्न र ठेक्का धेरै लिने, काम नगर्ने ठेकेदारलाई काम गराउनको लागि सभामुख महोदय सरकारको ध्यान आकर्षण गराउँछु। यो एनजिओ आइएनजिओहरू सुर्खेत मात्रै सीमित हुने गरिकन आउने एनजिओ आइएनजिओहरूलाई दुर्गम जिल्लाहरूमा जानको लागि प्रेरित गर्न सरकारलाई अनुरोध गर्छु। धन्यवाद।